जनजागरण महिला समूह अन्तर्गत सञ्चालित 30 विशेष कार्यक्रमका सभा अध्यक्ष तथा यस वडाका महिला वडा अध्यक्ष ममताज्यू र यस कार्यक्रमका विशिष्ट अतिथि तथा यस पूर्वखात गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष हरि बहादुर विकज्यू र यस कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अतिथिगणहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा वीर बहादुर बस्नेतको तर्फबाट स्वीकार्नुहोस् पूर्ण नमस्कार। यस कार्यक्रममा मलाई प्रमुख अतिथिको निमन्त्रणा गरेर मलाई यस कार्यक्रममा मेरा भनाइ राख्ने सुनौलो अवसर प्रदान गर्नुहुने यस आयोजक संस्थालाई र यस कार्यक्रम सञ्चालक टिमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। आजको यस 30 विशेष कार्यक्रमले हामीलाई धेरै कुराको अनुभूति गराउनेछ। यो विशेष गरेर हिन्दू धर्मावलम्बी नारीहरूको एउटा महान चाड पर्व हो। यसले सामाजिक सम्बन्धलाई बलियो बनाउने महिला दिदीबहिनीहरूको समूहगत रूपमा जुनसुकै कार्यमा पनि आबद्ध गराउने एउटा मनसाहेको आबुद्धि गराउनेछ। एउटा सकारात्मक सोचको विकास र समाजमा घुलमिल हुन सक्ने क्षमता र आफूसँग भएको कला कौशल्य र प्रतिभाहरूको जनसमाजको अगाडि गएर प्रस्तुत गर्न सक्ने एउटा क्षमता शक्ति ऊर्जा चाहिँ पैदा गर्नेछ। यसले अनेक तरफ त्यो मात्रै नभएर सकारात्मक सोच परिवर्तन गर्नेछ र यस कार्यक्रममा यस किसिममा महिलाहरूले विशेष गरेर आफ्नो मनोकांक्षा पुरा हुने उद्देश्यले व्रत बस्ने वर माग्ने त्यसमा पनि केही सकारात्मक सोच परिवर्तन गर्ने उद्देश्यले उनीहरूले एउटा व्रत बस्ने काम गरिरहनु भएको हुन्छ। यसले पनि केही थप ऊर्जा प्रदान गर्नेछ र विशेष गरी यस गरेको पर्वले कला संस्कृति परम्परा संरक्षण परिवार तथा समाजमा आपसी सद्भाव प्रेम एकताको भावना बढाउने भएको हुनाले यसलाई अझै थप विशेष गरेर अगाडि बढाउनु सबैको जिम्मेवारी हुनेछ, सबैको एउटा दायित्व हुनेछ, सबैको एउटा हक हुनेछ। यसले जनसमाजमा मात्र नभएर देशदेखि लिएर अन्तर्राष्ट्रसम्म आफ्नो पहिचानलाई चिनाउनेछ। यो परम्परादेखि चल्दै आएको एउटा सामाजिक संस्कार सामाजिक सद्भाव भएको हुनाले पनि यसलाई बचाउन यसलाई थप सुधारेर अगाडि बढाउन हामी सबैको जिम्मेवार हुनेछ। महिला दिदीबहिनी आमा बुवा दाजुभाइ सबैको यसमा महत्त्वपूर्ण भूमिका रहनेछ यसै गरी यसमा पनि यस तुर्माखात गाउँपालिकाको अध्यक्षको हैसियतले म केही यो चिजलाई विशेष सुधारको लागि यस चिजलाई महिला दिदीबहिनीहरूलाई आफ्नो चाहिँ कला प्रस्तुति गर्न आफ्नो चाहिँ भएको अन्तर्गत क्षमता प्रस्तुत गर्नको लागि विभिन्न किसिमको आवश्यकता पर्ने स्रोत साधन जुटाउनको लागि यस पालिकाको विनियोजित रकमबाट केही रकम छुट्याउनेछौँ र उक्त रकमको सही सदुपयोग आमा दिदीबहिनीहरूले गर्नुहुनेछ र केही थप हौसला ऊर्जा शक्ति प्रदान गर्नुहुन्छ भन्ने आशा व्यक्त गर्दछु। यसै गरी कार्यक्रमलाई थप पूर्णता प्रदान गर्न विभिन्न किसिमका कार्यक्रमहरू पनि हामी पालिकाद्वारा सञ्चालन गरिनेछौँ र पालिकाबाट यदि नभएका कुराहरू पनि सम्भव नभएका कुरा पालिकादेखि माथिल्लो स्तर प्रदेश
सङ्घसम्म पुर्याएर केही सहजीकरण गर्ने वातावरणको सिर्जना गर्नेछु भन्ने एउटा प्रतिबद्धता यस मञ्चबाट चाहिँ गर्दछु र यति भन्दै यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै सम्पूर्ण हरितारिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस कार्यक्रमको मञ्चबाट बिदा हुन्छु। हवस् त, नमस्कार, धन्यवाद।